आज म हाम्रै जीवनको एउटा यस्तो सत्यको बारेमा कुरा गर्न चाहन्छु जसको सामना हामी प्रत्येकले कुनै न कुनै मोडमा गरिरहेका हुन्छौँ। आजको मेरो विषय छ आत्मविश्वास किन हराउँछ। कहिलेकाहीँ सोच्नु भएको छ हामीसँग सबै कुरा हुन्छ, शिक्षा हुन्छ, क्षमता हुन्छ, राम्रो रूप हुन्छ, तर अचानक भित्रबाट एउटा यस्तो आवाज आउँछ जसले भन्छ मैले यो गर्न सक्दिनु, म अरूभन्दा कमजोर छु। बाहिरबाट सबथोक ठीक देखिँदै पनि भित्र एउटा अँध्यारो कोठामा आत्मविश्वास कतै लुक्न पुग्छ। किन हुन्छ यस्तो? संसारले भन्छ तिमी कति डरपोक, तिमीमा त आत्मविश्वास नै रहेनछ। तर आज म आध्यात्मिक र भावनात्मक चेतनाका साथ भन्न चाहन्छु आत्मविश्वास हराउनु कुनै अपराध होइन। यो त केवल तपाईँ आफ्नो केन्द्रबाट, आफ्नो आत्माबाट अलिकति टाढा हुनुभएको सङ्केत मात्र हो। 1. तुलनाको दलदल र सामाजिक भ्रम। भगवान बुद्धले भन्नुभएको छ तपाईको प्रतिस्पर्धा अरू कोहीसँग होइन, केवल आफूसँग हो। तर आजको आधुनिक संसारमा हाम्रो आत्मविश्वास हराउनुको सबैभन्दा ठूलो कारण हो तुलना, कम्प्यारिसन। विशेष गरी आजको डिजिटल र सोशल मिडियाको युगमा हामी अरूको हाइलाइट रियल, बाहिरको चमक धमक हेर्छौँ र आफ्नो बिहाइन्ड द सिन्स भित्रको सङ्घर्षसँग तुलना गर्न थाल्छौँ। कसैको राम्रो गाडी, कसैको हँसिलो तस्बिर वा कसैको सफलता देख्दा हाम्रो अवचेतन मनले भन्न थाल्छ म त पछि परेँ, मसँग त केही छैन। जब हामी आफ्नो मूल्य अरूको नजरमा वा अरूको सफलताको कसीमा नाप्न थाल्छौँ तब हाम्रो भित्री जग हल्लिन्छ र आत्मविश्वास हराउँछ। 2. पुराना असफलता र भित्री आलोचक, इनर क्रिटिक। हामीलाई अरूले भन्दा बढी हाम्रै भित्रको एउटा आवाजले डराइरहेको हुन्छ जसलाई मनोविज्ञानमा भित्री आलोचक भनिन्छ। अतीतमा भएका केही गल्तीहरू, कुनै परीक्षामा असफल भएको क्षण वा कसैले हामीलाई दिएको धोका, यी सबै कुरा मनको गहिराइमा बसेका हुन्छन्। जब हामी नयाँ काम गर्न खोज्छौँ त्यो पुरानो असफलताको डरले हाम्रो अगाडि उभिएर भन्छ तिमीले पहिले पनि बिगारेका थियौ, यसपालि पनि बिगार्नेछौ। हामी बाहिरका शत्रुहरूसँग त लड्न सक्छौँ, तर जब आफ्नै भित्रको विचार हाम्रो शत्रु बन्छ तब आत्मविश्वासको दियो निम्न पुग्छ। 3. आध्यात्मिक चेतना। हामी को हौँ? अब यसलाई अलिकति आध्यात्मिक दृष्टिकोणबाट हेरौँ। आत्मविश्वास किन हराउँछ? किनभने हामीले आफ्नो वास्तविक शक्तिलाई बिर्सिएका छौँ। हामीले सोच्यौँ कि हाम्रो मूल्य, हाम्रो ब्याङ्क ब्यालेन्स, हाम्रो पद वा अरूले गर्ने प्रशंसामा मात्र टिकेको छ। तर यी सबै कुरा अनित्य, इम्पर्मानेन्स छन्। आज छन्, भोलि बदलिन्छन्। बुद्ध धर्ममा भनिएको छ सबै जीवमा बुद्धत्वको अंश हुन्छ, अर्थात् तपाईँ आफैमा एउटा पूर्ण र अद्वितीय अस्तित्व हुनुहुन्छ। यो ब्रह्माण्डले तपाईँलाई जस्तो बनाएको छ तपाईँको स्थानमा अरू कोही हुन सक्दैन। जब तपाईँ बाहिरको संसारमा स्वीकृति, भ्यालिडेसन खोज्न छोडेर आफ्नो भित्री आत्मासँग जोडिनुहुन्छ तब हराएको आत्मविश्वास बिस्तारै फर्किन थाल्छ। 4. हराएको आत्मविश्वासलाई कसरी बिउझाउने। मेरा प्यारा साथीहरू, यदि आज तपाईँको आत्मविश्वास कमजोर भएको छ भने निराश नहुनुहोस्। यो एउटा अवसर हो, आफैलाई फेरि चिन्ने अवसर। यसलाई पुनर्जीवित गर्न यी कुराहरूमा ध्यान दिउँ। आफूलाई स्वीकार गरौँ, सेल्फ एक्सेप्टेन्स। गल्तीहरू जीवनका हिस्सा हुन्, जीवन होइनन्। आफ्ना कमजोरीहरूसहित आफैलाई प्रेम गर्न सिकौँ। मौनता र माइन्डफुलनेस। दिनमा केही मिनेट शान्त बस्नुहोस्, आफ्नो श्वासलाई हेर्नुहोस्। बुद्धले भन्नुभए झैँ अत्त दीपो भव, आफ्नो प्रकाश आफै बन। बाहिर कसैले तपाईँलाई प्रमाणित गर्नु पर्दैन, तपाईँ आफैमा पर्याप्त हुनुहुन्छ। साना पाइलाहरू, स्मल स्टेप्स। एकैचोटि ठुलो पहाड चढ्ने होइन, रोज एउटा सानो र सकारात्मक काम गरौँ। साना साना सफलताले भित्रको आत्मविश्वासलाई फेरि बलियो बनाउँदै लैजान्छन्। निष्कर्ष, अन्त्यमा म यति मात्र भन्न चाहन्छु आत्मविश्वास हराउनु भनेको तपाईँको क्षमता सकिनु होइन, यो त केवल आकाशमा बादल लागेर सूर्य छेकिएको जस्तै हो। बादल जतिसुकै बाक्लो भए पनि सूर्यको अस्तित्व हराउँदैन। बादल हटेपछि त्यो फेरि चम्किन्छ। तपाईँको भित्र पनि एउटा यस्तो सूर्य छ जसलाई संसारको कुनै पनि असफलता वा आलोचनाले सदाका लागि निभाउन सक्दैन। ऐनामा हेरेर, आफ्नै आँखामा हेरेर भन्नुहोस् इन्टु म कोही भन्दा कम छैन। मेरा गल्तीहरू मेरा अनुभव हुन् र म फेरि उठ्न सक्छु। जीवनको यो सुन्दर यात्रामा आफैलाई विश्वास गरौँ, किनभने यदि तपाईँले आफैलाई विश्वास गर्नु भएन भने संसारको कुनै पनि शक्तिले तपाईँलाई अगाडि बढाउन सक्दैन। मलाई यतिन्जेल ध्यानपूर्वक र हृदयदेखि सुनिदिनु भयो। हजुरहरू सम्पूर्णको आत्मिक कल्याण होस्। भवतु सब्ब मङ्गलम। सबैको भलो होस्। धन्यवाद। नमस्कार।